Hello and namaste my dear friends, welcome back to my new vlog video. So guys, तपाईहरु देखिराख्नु भएको छ अहिले म चाहिँ काठमाडौँको जर्नी ट्रिपमा छु। बाटो यस्तो छ, गाडीहरुले भरि भराउ। तपाईहरु देख्न सक्नुहुन्छ बाटोको अवस्था र गाडीहरु एकदमै धेरै चाप छ गाडीको। सो ओभरटेक गर्न नि गाह्रो छ, यहाँ धुवा धुलो एकदमै छ। हामी चाहिँ हिजो नै महेन्द्रनगरबाट हिँडेको काठमाडौँको लागि र अहिले चाहिँ हामी यता ठाउँ त ठ्याक्कै थाहा भएन र अब सायद आज साँझसम्म काठमाडौँ पुग्छौँ होला। बिहान हामी बुटवलबाट हामी हिँडेको, बुटवलमा हामी राति बसेको, त्यसपछि फेरि हामी हिँडेको। अब अहिले चाहिँ हामी यता पुगेका छौँ। लगभग अहिले चाहिँ ठ्याक्कै हाम्रो 1:30 चाहिँ बजेको छ। तपाईहरु देख्न सक्नुहुन्छ बाटो यस्तो छ, सबै अफरोड छ। अब निर्माणाधीन अवस्थामा छ भन्नु पर्यो, एकदमै बाटो बिजोग छ। सो गाइस, तपाईहरु पनि यदि काठमाडौँको यात्रा गर्ने विचार गर्नु भएको छ भने तपाईहरु बुझ्नु होला। अब केही समयपछि त झन् अब बारिसको बर्खाको समय आउँछ, साह्रै नै त्यतिखेर झन् अप्ठ्यारो हुन्छ। अहिले त यो अवस्था छ बाटोको, देख्न सक्नुहुन्छ। अब ओभरटेक पनि गर्न गाह्रो छ, टर्निङ पनि छ, उकालो ओह्रालो, गाडीको चाप नि यस्तै छ। सो गाइज, तपाईहरु यो भिडियोलाई हेर्दै इन्जोय गर्नुहोला। काठमाडौँको यात्रामा के कस्तो हुन्छ, प्रायःजसो जतिजना यो भिडियो हेर्नु भएको छ, हेरिराख्नु भएको छ, सबैलाई थाहा हुन सक्छ कि काठमाडौँको यात्रामा कति गाह्रो हुन्छ भनेर। 2 व्हिलरबाट पनि गाह्रो नै छ, 4 व्हिलरबाट पनि गाह्रो छ, पब्लिक भेहिकलबाट पनि उत्तिकै गाह्रो छ, अब प्राइभेट गाडीबाट पनि उत्तिकै गाह्रो छ। किनकि पहाडको बाटो हो, बाटो यस्तो छ, गाडी धेरै हुन्छ, जाम हुन्छ। हेर्नुस्, तपाईहरु देखिराख्नु भएको छ, पुरै बाटो ब्लक हुन्छ। ओभरटेक गर्न नि गाह्रो हुन्छ, बाटो पुरै बिग्रेको, टुटेको, खनेको, मर्मत भइरहेको तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो छ अवस्था। यो चाहिँ काठमाडौँसम्म हामी चाहिँ बाइकमा हामी यात्रा गर्दैछौँ। अहिले यस्तो छ, यहाँनिर पुरै बसहरू गाडीहरू भरि भराउ हुन्छ बाटोभरि। अब के गर्ने, धुलो र धुवाले मरिहत्ते बनाइसकेको छ, आँखालाई पनि त्यत्तिकै असर परेको छ। अब मास्क लाएर पनि के गर्नु, हावा धुवा छिरिहाल्छ। चस्मा लाएर पनि के गर्नु, हेलमेटको सिसा पुरै ढाकेर सेफ्टी तरिकाले हिँड्यो भने पनि साह्रै गाह्रो छ कि यहाँ त एकदमै गाह्रो। किनकि अब धुलो धुवा धेरै हुन्छ नि त, यो हिलो किचो हो, अब धुलो धुवा हुन्छ। अब गाडीले बेसरी धुवा फाल्छ, बेसरी धुवा फाल्छ। अब के गर्ने, अब त्यो चाहिँ गाह्रो छ भनौँ, एकदमै पोल्युटेड छ, जर्नी गर्न गाह्रो छ। अब अलिकता इन्जोय त हुन्छ, एक्सपिरियन्स हुन्छ, त्यही हो। त्यही पनि अब अलिकता मेन्टली फिजिकल्ली स्ट्रङ भएपछि चाहिँ बाइकमा 2 व्हिलरमा राइड गर्न चाहिँ सकिन्छ, नत्र त गाह्रो छ। यहाँ देख्न सक्नुहुन्छ गाइस, हैन, तपाईहरु यो भ्लग हेर्दै हुनुहुन्छ। सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। काठमाडौँको भिडियोहरू पनि मैले बनाएर हाल्ने नै छु। अहिले बाटो एकदमै गाह्रो भएको हुनाले अब सबै कुरा देखाउन सकिँदैन। अब जे छ त्यही रेकर्ड गर्यो, हिँड्यो, यस्तै छ। देख्न सक्नुहुन्छ यताको अवस्था। यो सबै पहाडी एरिया हो, सबै माउन्टेन एरिया नै हो। यो उकालो ओह्रालो टर्निङ मात्र हुन्छ, गाडीको चाप धेरै हुन्छ। अब यो तिर्सुली नदी हो कि के हो, सायद तिर्सुली नदी नै होला। देख्न सक्नुहुन्छ यतातिर धुलो धुवा आयो, गाडी ओभरटेक गर्न नि गाह्रो के, साह्रै गाह्रो साथीहरू, एकदमै बिजोग छ। सो तपाईहरु पनि ख्याल गर्नुहोस्, सेफ तरिकाले राइड गर्नुहोस्। विशेष गरिकन सिजनलाई तपाईहरुले हेरेर, सिजनलाई विचार गरेर राइड गर्नुहोला। बर्खामा त सकिँदैन, 2 व्हिलरमा साह्रै नै गाह्रो हुन्छ। सो हामी चाहिँ अलिकता ठिकठिकैको सिजनमा हामी बाइक राइड गर्दैछौँ। यता देख्न सक्नुहुन्छ यो बजार एरिया पनि यस्तै छ। अब बजार नभएको ठाउँमा पनि यस्तै हो, बजारमा पनि बाटो बनेको छैन कि यो। अब नेपालको अवस्था यस्तै त हो। अब
10 वर्ष 5 वर्ष त्यति नै लाग्छ के एकदमै लामो समयसम्म वेट गर्नुपर्ने हुन्छ, दुःख खेप्नुपर्ने हुन्छ स्थानीयदेखि लिएर सबै। अब विशेष गरिकन काठमाडौँ त एकदमै नेपालको क्यापिटल सिटी हो। नेपालको सबै ठाउँबाट गाडी आउने भयो, सबै ठाउँबाट मान्छेहरू आउने भयो। अनि बाटो त कम्तीमा पनि अब काठमाडौँको बाटो भनेपछि त राम्रो हुनुपर्ने हो। अब योभन्दा राम्रो त अब आफ्नै गाउँघरमा हामीले राइड गर्दा चलाइराख्दा राम्रो लाग्छ। अब यो ठुलो बाटो भएर पनि होला, सानो बाटो भन्दा नि अब ठुलो बाटोमा टाइम लाग्ने पनि हुन्छ, माथि जानु पर्यो, पिच देखिरहेछ। सो यही नै हो। अब अलिकता थोरै पिच हुन्छ, 1 मिनट पनि गाडी चलाउन नपाउँदै फेरि त्यस्तै बाटो भइहाल्छ। यस्तै छ यो। अलिकता राम्रो भएपछि अलिकता आफूलाई पनि राम्रो हुन्छ राइड गर्न। देख्नु भएको छ, देखिराख्नु भएको छ यतातिर यो थोरै चाहिँ बाटो वान साइड चाहिँ बनेको छ, कालो पत्रे भइसकेको छ। अब अरू चाहिँ यस्तै नै हो भन्नु पर्यो साथीहरू। यता अब यो कतिखेर सकिएला भन्ने हाम्रो त डर भइरहेको हुन्छ। अब अफरोड चलाउँदै अब जति चलाएछ सबै टुट्या फुट्या बाटो, अफरोड बाटो सकिहाल्यो अगाडिबाट बाटो। यति नै हो यो पक्की भनेको क्या हो यो, यति नै हो साथीहरू। यो हेर्नु न, यो अब बजार नभएको ठाउँमा पनि उस्तै छ हालत, बजार भएको ठाउँमा नि उस्तै छ हालत, पुरै अफरोड के। बाटो राम्रो भनेको त त्यही नारायणघाटदेखि के भन्छ यो मुगलिङसम्म चाहिँ राम्रो छ। नारायणघाट, चितवन नारायणघाटबाट मुगलिङसम्म एकदमै राम्रो छ। A1 छ बाटो, सानो बाटो भए पनि एकदमै फर्स्ट क्लास छ भन्नु पर्यो। त्यसपछि त यस्तै हो, त्यसपछि त काठमाडौँसम्म यस्तै हो बाटो, यही हो। अब काठमाडौँ अब साँझसम्म पुगिन्छ होला। अब यस्तै हो बाटो, पुरै मुगलिङ क्रस गरिसकेपछि त बाटोको अवस्था यही नै छ, साह्रै गाह्रो छ। अब यो यस्तै हो। फेरि यो बाटो भनेको यो के भन्छ बुटवल र चितवनको चाहिँ होइन है, बुटवल र चितवनको पनि साह्रै गाह्रो छ। बुटवल र चितवनमा यति धेरै गाडी त त्यति हुँदैन, त्यही पनि त्यहाँ बाटो साह्रै नै गाह्रो छ। डाउनेमा एकदमै दुःख खेप्नु पर्ने हुन्छ। यो तपाईँले देखिराख्नु भएको दृश्य। अब क्यामेरा त्यति राम्रो छैन होला, भिडियो क्वालिटी त्यति राम्रो स्टेबलाइज तपाईँले पाउनु भएको छैन होला। सो त्यसको लागि सरी। अब यही नै हो भन्नु पर्यो। अब हाम्रो भ्लग, अब काठमाडौँको भ्लग नै मेरो भिडियोमा तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। चन्द्रगिरीको मैले बनाएको छु, त्यसपछि चन्द्रगिरी केबल कार, चन्द्रगिरी हिल्सको, त्यसपछि अर्को एउटा के भन्छ हाम्रो टावर धराराको पनि मैले बनाएको छु। त्यो तपाईँले मेरो प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ भिडियोहरू। एकदमै राम्रो राम्रो भ्लग छ काठमाडौँको। सो यही नै हो भन्नु पर्यो। अब पुरै चाप के, गाडी त कति हो, बाटोभरि गाडी हुन्छ, साह्रै नै गाह्रो छ। अब ड्राइभिङ गर्दा गर्दै अब एकदमै थाकिया छ भन्नु पर्यो, एकदमै गाह्रो छ। अब जुत्ता, कपडा, बाइक, झोला, हेलमेट सबका सब कचरा भएको छ, एकदमै मान्छे नचिनिनु भएको छ यहाँ। अब त्यही हो। अब साँझसम्म मजाले पुगिन्छ। अब त्यहाँ अब पुगिसकेपछि मजाले अब फ्रेस भएर आराम गर्नु पर्ला, त्यही नै हो भन्नु पर्यो। सो हेर्नुहोस् न साथीहरू, अब यो हामी नि 2 व्हिलरमा छौँ। 2 व्हिलरमा अब प्रायःजसो यात्रा गर्नुहुन्छ। हामी नि 2 व्हिलरमा यात्रा गर्दैछौँ महेन्द्रनगरदेखि सिधै काठमाडौँ है त। महेन्द्रनगरबाट यस्तै 10 साढे 10 बजे हिँडेको, बुटवल राति बस्न पुग्यौँ 9 बजे, साढे 9 बजेतिर बुटवल पुग्यौँ। अब बुटवलमा रात बसिसकेपछि हामी चाहिँ बुटवलबाट 7 बजे हामी हिँडेको, अहिले ठ्याक्कै फेरि कति बज्यो भनेपछि 3 बज्दैछ। बाटोको अवस्था यस्तै छ। लगभग हामी 6 बजे या 6:30 7 बजे यस्तै हामी चाहिँ काठमाडौँ पुगिहाल्छौँ होला। बाटो यही नै हो, सबै अप्रोच छ, सबै निर्माणाधीन अवस्थामा छ। 2 व्हिलरमा
जर्नी गर्नेहरूलाई साह्रै नै गाह्रो छ भन्नु पर्यो, किनकि अब अरूमा त अलिकता सेफ हुन्छ, धुलो धुवा त्यति खानु पर्दैन। टु व्हिलरमा चाहिँ पुरै धुलो धुवा खानुपर्छ। हिलोमा राइड गर्न नि अफ रोडमा राइड गर्न नि एकदमै डिफिकल्ट हुन्छ। तपाईँले देखिराख्नु भएको छ कति धेरै धुलो छ के, एउटा गाडी यति धेरै हुन्छ कि अब एकदम के कुरै नगरौँ, धुवै धुवा मात्र हुन्छ के, धुवै धुवा। अब यही हो भन्नु पर्यो, अब यस्तै छ। अब धेरै भिडियो बनाउन सकिँदैन साथीहरू, भिडियोलाई अब इन्ड गर्नुपर्छ होला। नेक्स्ट भ्लगमा पनि अब साथीहरूलाई म नेक्स्ट भ्लग पनि हाल्नेछु, हेर्नु होला। धन्यवाद छ भन्नु पर्यो साथीहरू, यही नै हो है त। बाई बाई, ल बाई बाई।